ओम श्री परमात्मने नमः। ओम नमो भगवते वासुदेवाय नमः। ओम वंदे वृंदावन वनासीन मिंदिरानंद मंदिरम उपेन्द्र सांद्र कारुण्यम परानंदम परात् परम। परम आनन्दमा रहनुहुने पुरुषोत्तम भगवान वृन्दावनवासी श्रीकृष्ण भगवानको चरण कमलमा कोटि कोटि प्रणाम गर्दै उपस्थित सम्पूर्ण भक्तवृन्दहरूमा मैले सुप्रभातम टक्राउन चाहेँ र आज मैले एउटा सानो जिज्ञासा यहाँहरू समक्ष राख्न चाहिरहेको छु। मेरो जिज्ञासाको प्रश्न यस प्रकारको छ। मनुष्य जीवनको मुख्य उद्देश्य के हो भन्ने मेरो एउटा प्रश्न रहेको थियो। त्यो खोज्दै जाँदा सङ्ख्या दर्शनबाट त्यो प्रश्नको उत्तर पाएँ। त्यहाँ सङ्ख्या दर्शनको पहिलो सूत्रमै भनेको छ, अथ त्रिविध दुखात्यन्त निवृत्ति रत्यन्त पुरुषार्थ भनेर भनेको छ। र त्यहाँ यो भनेको के भने यी तीन प्रकारका दुःखबाट अत्यन्त मात्रा हुन्छ वा तीनै प्रकारको दुःखबाट जो मुक्त हुन्छ, जो समभावमा रहन सक्छ, त्यस्तो मनुष्य जीवनको चाहिँ मुख्य उद्देश्य नै त्यो मनुष्य जीवनको चाहिँ तीनै प्रकारको दुःखमा समभाव रहनु र तीनै प्रकारको दुःखबाट उन्मुक्ति हुनु भनेर भनेको छ। र त्यसै कुरालाई श्रीकृष्ण भगवानले पनि गीताको 2 अध्यायको 56 श्लोकमा भन्नुभएको छ, दुखेशोनुद्विग्न मनः सुखेषु विगत स्पृह वीतराग भये क्रोध स्थित धीर मुनिरुच्यते। तीन तापहरूको बीचमा रहँदा पनि जसको मन विचलित हुँदैन वा सुखमा हुँदा जसको मन प्रफुल्लित हुँदैन र जो डर, त्रास, क्रोध र आसक्तिबाट मुक्त छ, त्यसैलाई स्थितप्रज्ञ भनिन्छ। त्यो मनुष्यको जीवन नै सफल हुन्छ र मनुष्य जीवन पाउनुको मुख्य उद्देश्य नै स्थितप्रज्ञ हुनु हो, समान भावमा रहन सक्नु हो। तीनै प्रकारको ताप, आध्यात्मिक ताप, आदि दैविक ताप र आदि भौतिक तापबाट जो मुक्त रहन्छ, तिनीहरू नै मनुष्य जीवनको मूल उद्देश्यमा समाहित भएको मानिन्छ भनेर भगवान श्रीकृष्णले भन्नुभएको छ। र सङ्ख्या दर्शनबाट नै त्यही कुरा प्राप्त भएको कुरा यहाँहरू समक्ष राखेँ। हस्त, धन्यवाद।